साथीहरू अब हामी फर्क्यौँ नुहाएर स्विमिङ गरेर हामी चाहिँ फर्क्यौँ है ल इन्जोय हानेर साथीहरू हामी यता हेरेकै मेरो साथीहरू ल उता फेरि आफ्नै तालमा छ है साथीहरू ल ल है ल सातु हानौँ है सातु ओ भात्ने नै भयो म चाहिँ नजाने फेरि ल ल लेस गो साथीहरू जाउँ अब पिकनिक सक्यो अब यो समुद्र पारी जाउँ ल आजको घुमघाम पनि सक्यो साथीहरू ल जङ्गलमा हेर्नु यो कुटी के हो यो कस्तो मान्छे बस्छ क्या हो ल हाम्रो प्रकाश सर रमाइलो छ जिन्दगी ल साथीहरू आउँदैछ लु हिँड्नु न त जाउँ न हो ल है ल यस्तै छ आजको छुट्टी समुद्रमा हामी त ठुलो ढुङ्गा पौडी खेलेको जाउँ हे लुङ्गा फायर हान्न लाग्यो हो क्या हो यस्तै त रहेछ समुद्र हेर्नुहोस् न ल मेरो साथी यता कस्तो भयो त आज रमाइलो छ ल ल लडाएको होइन आफै लडाइ हो सरी अलिकति कोदोको झोल कम भयो हामी झन्नै समुद्रमा हराएको साथीहरू खोज्ने क्रममा एउटा साथी चाहिँ उता नै टाङ हुनुभएको छ ल आमा पुल पनि के हो झाडी भइसकेको छ त हौ समुद्रको छेउमा पुल पनि ल अगाडि हिँडौँ त लुङ्गालाई पर्खौँ न लुङ्गा आउँदाखेरि आमा ल आउनुहोस् लुङ्गा हामी ठिक छ भिआइपी बाटो हो यो ल अमेजनको जङ्गल जस्तो छ त यो यतिको त श्रम गरेरै बनिहाल्छ नि के हो यार पुरा श्रम हामी श्रम संस्कृति लुङ्गा हामी श्रम संस्कृति पार्टीको होइन त हामी जय माटो होइन हामी जय माटो होइन त जय माटो हुनु त जय माटो ल जय माटो जेसुकै होस् जस्तो सुकै होस् जय माटो है हामी चाहिँ जसले जे भने पनि जय माटो 100+ ल हाम्रो जय माटो यता जय माटो अब जय माटो ल अब हाम्रो नि यहाँ संस्कृति पार्टी गठन हुन लागिरहेछ साथीहरू हामी यता हो साथीहरू प्रकाश सर ल ओ प्रकाश सर यता है जय माटो ल साथीहरू यो चाहिँ त्यो त त्यही त हो नि मजा त यो त गाउँघरको याद आयो लुङ्गा ओहो देउसी खेलेर हिँडे जस्तो छ त हौ बेमा गयो जस्तो होइन जन्ते ओहो यो त हो नि हौ रमाइलो ल आमा के हो तेल फल्छ है तेलको बोट होइन त यो हामीले खाने तेलको बोट ल हेर साथीहरू ल गानो देखाइदिनु न ल गानो हेर ल हेर्नु यही हो तेलको बोट है ल है साथीहरू यस्तै छ परदेशी जिन्दगी
ल itu ya swimming ल हेर्नु पहिले यस्तो बनाएको है थियो है हेर्नु ल नचिप्लिने अहिले हामी नेपाली यस्तो हिँड्नेमा यस्तै ल, ठिक छ। बनाएको नेपाल भन्दा छ नेपाल त हो नि यो पहिला हाम्रो पुर्खाहरूले चाहिँ यहाँ विश्वयुद्ध लडेको ठाउँ होइन त गोर्खाले भनेको कहीँ पनि नसकेको ठाउँै छैन हो तर नाकचुचे मुजीहरूले चाहिँ गोर्खा भनेर ल्याङ गरे मात्र हो कि ल जाउँ सिक्ने खासमा गोर्खाहरू इतिहास पढ्दाखेरि हो। हाम्रो ल हामी यहाँ भिडियो झर्दैछौँ हुन्छ है। भिडियोमा हामी यहाँ हाम्रो भिडियो हुँदैछ ल आजको हाम्रो पुर्खाहरूले नि खुन बोकाएको छ नि यो मलेसियामा होइन विश्वयुद्धमा ल यहाँदेखि सर्ट छ ल हामी त समुद्रको भ्युज हेर्नु है समुद्र कैचिल के भयो ल ल साथी त्यति साह्रो नमनाउनु हो साथीहरू 10 चोटी भन्दा बढी मुजी हो र समुद्रको पानी धेरै खाइयो क्या हो तितो पानी आमामा यो बाटो समुद्रले हामी बिगारेको होला हौ यो है र साथीहरू समुद्र आज तितो पानी ल मान्छे बल्ल त भेला हुँदैछ हामी चाहिँ फर्किसक्यो यता छ त हौ साथीहरू त ल है साथीहरू जय माटो जय देश जय श्रम संस्कृति पार्टी जहाँ रहे पनि यो 100+ को कसम ल ल साथीहरू यो 100+ चाहिँ खानुपर्छ यार ल ल ल भाइ ल आजलाई ल आजको भिडियो इन गर्न चाहन्छु ल